सिमलेबाट हिँडेको 4 घण्टामा लक्ष्मी चोक शहीद भूमि शहीद दिवसको दिन आइपुगेको छ। यहाँ आइपुगेको छ। शहीद दिवसको दिन शहीद पार्कमा जानुपर्छ त भोलि। आज शहीद दिवस पनि हो, फेरि भोलि शहीद संयोग यस्तो रहेको छ। शहीद पार्कमा गएर भोलि हेलो सकिया चाहिँ सुन्तला चाहिँ यसको बारेमा केही बताइदिनुहुन्छ कि? यहाँको अब आतिथ्यता एकदम राम्रो लाग्यो। यहाँको भाइहरूले हामीलाई सुन्तला खानुहोस् दाजु भनेर दिनुभएको छ। पैसा दिनु पर्दैन, तिर्न खोज्दा पनि भन्नु। उहाँ अरू ल्याउँदै हुन्छ उहाँले। झोलै थाप्नु पर्नेको उहाँहरूको आतिथ्यता कति हामी कृतज्ञ छ यार। हुन्छ होला नि त भोलि फर्किँदाखेरि होइन। श्री छिन्ताङ माध्यमिक विद्यालय साम्बु गाउँ। अब यो चाहिँ हामी साम्बु गाउँबाट शहीद भूमि गाउँपालिका यहाँ शुभ विवाह रहेछ। फेरि यहाँ चाहिँ शुभ विवाह टक्क यसरी गेट बनाए पहाडतिरको यस्तो हेर्नु न सल्लाहहरूको चाहिँ सल्लाहहरूको गेट यसरी राम्रो बन्दो रहेछ। अनि यो चाहिँ 2 नम्बर वडा कार्यालय साम्बु गाउँ धनकुटा हामी यहाँको बाटो अनि हामीहरू हो है त। ल चिनिराखौँ है हामीले। हामी हो, चिन्नु भएको छैन भने पनि अब चिन्नुहुन्छ होइन। छिन्ताङ भगवतीको मन्दिर चाहिँ अब यहाँभित्र यो जङ्गलभित्र रहेको छ। यहाँ एउटा विशाल वृक्ष छ अनि अब यतातिर छ। अब हामी अगाडि बढ्दैछौँ। ल अब हामी छिन्ताङ भगवतीको मन्दिर फेर्नका लागि प्रवेशद्वारबाट हामी अगाडि बढ्दैछौँ। छिन्ताङ जाल्पा देवी मन्दिर भन्छ यसलाई। छिन्ताङ जाल्पा देवी मन्दिर, छिन्ताङ देवीथान पनि भन्छ। अब हामी त्यो रुख हेर्दाखेरि धेरै नै पुरानो देखिन्छ। यसको जराले पनि सङ्केत गरिरहेको छ। धेरै नै पुरानो वृक्ष छ यो पिपलको रुख। आइसकेको छ। छिन्ताङ नेपालको एउटा अनौठो मन्दिर हो। हनुमानजीहरू यहाँ नेपालको एउटा अनौठो मन्दिर। यो अब यहाँनिर चाहिँ नागदेवी भन्ने छ होइन। यहाँनिर हामीले हातहरू धुने ठाउँ हो। यहाँनिर पानी बगिरहन्छ, अनवरत रूपले पानी यहाँ बग्छ। त्यसपछि दालुङ भनेको छ। दाहालुङ भनेको चाहिँ अब लुङ भनेको चाहिँ खास गरी ढुङ्गा हो। ढुङ्गाबाट बनेको धारो भएर दाहालुङ भने हो यो। अनि यहाँ सबै बाटोघाटो यस्तै छ। यो चाहिँ पानी बग्ने नालो हो। घन्टी आवाज सुन्न सकिन्छ यहाँबाट। आज पूजा भए तापनि बलि कसैको भाकल छ भने त्यो नहुने जस्तो देखियो। आइतबार र औँसीहरूमा चाहिँ पूर्ण रूपले मन्दिर बन्द रहने भन्ने जानकारी छ। त्यही भएर यहाँ लगभग हेर्दाखेरि पनि सुनसान नै देखिरहेको छौँ हामीले। देवीमा अरू बेला सुनसान त भेटिँदैन। मन्दिरको टक्क हेर, मन्दिर सुनसान छ नि होइन आज नहुने भएकोले गर्दै। यो मन्दिर हो है, छिन्ताङ मन्दिर देवीको, धनकुटा जिल्लामा अवस्थित। यहाँनिर कयौँ वर्षदेखिका रुखहरू वृक्षहरू देख्न सकिन्छ। यो मन्दिरको ढोका आज बन्द छ। ढोका आज पूजा हुँदैन। र यो 2 ठाउँ देखिन सकिन्छ। यो ठाउँमा चाहिँ जेनरली खसी बोकाहरू वा भेडाहरूलाई यहाँ हामी चढाउँछौँ, बलि दिन्छौँ। खुनका छिटकाहरू देखिरहेको छ। यो सायद हिजोको हुनुपर्छ। अनि यो यता भनेको चाहिँ यो ठाउँमा चाहिँ कुखुरालाई बलि दिने हो। रगतै रगत छ यस्तो चाहिँ। यो चाहिँ मन्दिर अब बन्द छ। धनकुटा शहीद भूमि नगरपालिकामा स्थित यस धार्मिक भावनाले ओतप्रोत भएको मन्दिर छिन्ताङ जाल्पा देवी मन्दिरको थोरै ऐतिहासिकता बारे प्रश्न पार्न चाहदैछु। यो मन्दिर चाहिँ नेपालकै एकमात्र यस्तो मन्दिर हो जुन चाहिँ रात्रिकालीन समय मात्रै खुल्ला हुन्छ र दिनभरि यहाँ बन्द हुन्छ। राति मात्रै यो मन्दिरमा चहलपहल बढ्छ र राति यहाँ देवीलाई भोक पनि लाग्छ। यहाँ राँगाको, कुखुराको, हाँसको, बोकाको बलि पनि चढ्ने गर्छ। यो देवीलाई भोक पनि चढ्छ र रातिको समय मात्रै खुल्छ। र हजुरको एकादशी, औँसी जस्ता दिनहरूमा फेरि पूर्णतया बन्द हुन्छ। चतुर्दशीको दिन पनि पूर्ण बन्द हुन्छ र बारको हिसाबले आइतबार पनि यो मन्दिर बन्द रहने कुरा यो भिडियो हेरिरहनुभएका सम्पूर्ण दर्शकहरूलाई म जानकारी गराउन चाहन्छु।